आज हाम्रो टिम ग्रान्ड मलको 3rd एनिभर्सरी हेरेर बाटामा हिँडेको अवस्था थमनको रसगुल्ला खाएर हेर पेट यत्रो बनाए। आज हेर इन्जोयमेन्ट गरेर केटाहरू माई गड कतारको ग्रान्ड मल 3rd एनिभर्सरी हेरेर बाटामा जाँदैको अवस्था। अनि हाम्रो सागर भाइले रसगुल्ला खाए रे कहाँ गएर रसगुल्ला खा भने तिमीले भाइ केटा हाम्रो केटाहरूले धेरै हँसाउँछ नि रसगुल्ला खायो अरे त्यही भएर अहिले हाँसेर उत्पाद गरेका छन्। के हो त्यो रसगुल्ला भनेको थाहा छैन तर उनीहरूले जानुन् के को रसगुल्ला हो मलाई पनि थाहा भएन। तर तपाईँहरूले सोच्नु भयो होला नराम्रो अर्थ बुझ्नु होला त्यो राम्रो अर्थ रसगुल्ला भन्ने एउटा गुलियो गुलियो चिज पाउँदो रहेछ त्यही खाएर केटाहरू आज पुरा पेट भएर आउनु भएको छ। यत्रो पेट त्यसै लागेको होइन नि त वा देख्नुभयो नि